ड्राइभरहरूको बेहोरा त खतम हुन्छ अहिले सिजन लागेर नि अफ सिजन लागोस् न त्यहाँदेखि हेर्छु नि अनि कतिले चाहिँ सिजनको टाइममा ट्याक्सी गाडी नपाउँदा अनि ट्याक्सी गाडीमा फुल प्यासेन्जर भएर पनि गाडी नरोकिदिँदाखेरि चाहिँ सराप छ त्यो ड्राइभर त मरिजानु नि उपर गएर साइडमा उभिनेहरू पाएर गाडी नपाएर हो नि सिजन लाग्यो कि बेहोरा सकेको मर्नु नि यिनीहरू ड्राइभरको चरित्रको बारेमै मान्छेले कुरा गर्नु पर्यो चाहिँ दिनभरि लगाउन सकिन्छ तर ड्राइभरलाई हाक्की मुखामुख चाहिँ भन्नु सक्दैन किनकि ड्राइभरकोमा एउटा हरेक प्रकारको गेस्टसँग डिल गर्ने तरिका आदत बसिसकेको हुन्छ त्यसले गर्दा को मान्छेसँग कस्तो प्रकारको रेस्पोन्स गर्नुपर्ने त्यो कुरो जानिसकेको हुन्छ त्यसले गर्दा मान्छेले अलिकति आँट गर्दैन अलिकति अब बदतमिज टाइपको जस्तो हुन्छ भन्ने प्रकारको सोचेको हुन्छ त्यसले गर्दा भन्ने आँट गर्दैन आज भन्ने चाहिँ मैले बिहानै एकदमै त्यसको विपरीत मान्छेहरू भेट्न पाएँ अनि त्यो चाहिँ के हो भनेर म अब तपाईँलाई विस्तारमा भन्दै जानेछु लुम्सेदेखि म बजार जाँदै थिएँ पिकअप गर्नु अनि पानी हल्सको त्यहाँनिर तृप्तिसको त्यहाँनिर चाहिँ एउटा पहिला स्टपेज थियो त्यहाँ अहिले रहेन रहेछ त्यहाँनिर चाहिँ दुईजना आन्टीहरूले गाडी रोक्नु भयो र मैले रोकिदिएँ उहाँहरूको अलिकति खुट्टाको प्रब्लम रहेछ अनि त्यसले गर्दा उहाँहरूलाई चढ्नुमा अलिकति टाइम लाग्यो म त जामसाम केही थिएन तर म उकालो जाँदै गरेको उँधो चाहिँ जाम थियो त्यहाँनिर चाहिँ साइडपट्टि पुलिसको गाडी चाहिँ देखेँ एउटा बोलेरो तर उहाँ पुलिसले चाहिँ मलाई केही नभनेर उहाँले चाहिँ माथि लालबजारको त्यहाँ पुलिसलाई चाहिँ इन्फर्म गर्दैछ यस्तो यस्तो गाडी नम्बरले चाहिँ त्यहाँ मान्छे रोक्यो भनेर कम्प्लेन भएछ अनि मलाई त्यहाँ माथि पक्रिहाल्यो अनि मलाई सिजर निकालेर उहाँले डङ्की चलन गर्नु थाल्यो अन्त मैले उहाँको अलिकति खुट्टाको प्रब्लम गर्दा रहेछ मैले जाने होइन सर भन्दै अनि होइन मैले एउटा मात्रै फाइन गरेको छु नसुताउनु भनेर 177 एक्ट लगाइदिनु भएछ अन्त ठिकै छ भने मैले उयो गरेँ त त्यहाँनिर अरू पेसेन्जरहरूले पनि भनिदियो उहाँको गल्ती छैन त्यहाँनिर अलि रोक्ने जग्गा हो त भने अनि त्यहाँनिर अलिकति बसबाजी जस्तो पनि भयो तर त्यस्तो बसबाजी होइन उहाँहरूले मलाई मेरो लागि बोलिदिनु भएको है बोलिदिनु भयो तर उहाँहरूले यति डरलाग्दो उयो गर्थ्यो कि कति फाइन छ भने मैले 500 होला नभए त अरू बेला हो भने त फेरि म अलिकति त्यस्तै उयो गरेको भए या उहाँले पुलिसले पनि त्यस्तै फाइन गर्नु भने त 2500 को फाइन हाल्थ्यो नि दुईवटा एक्ट हाल्थ्यो भनेदेखि अन्त तर उहाँले मलाई फेभर गर्नुभयो मलाई चलन भएर मन दुखाएर भिडियो गरेको हो भनेर त्यसरी नसम्झिनु होला किनकि त्यो फाइन कम्ती नै हो 500 550 अहिले सिजन लागिरहेको छ त्यसले गर्दा त अहिलेको टाइममा चाहिँ एकदमै कम्ती हो 500हरू त 500 1000 त आरामले नै दिनुसक्छ अफ सिजनमा चाहिँ अलिकति हामीलाई साह्रो पर्छ त्यही 10 रुपियाँ 20 रुपियाँ 50 रुपियाँ पनि हामीलाई एकदम ठुलो पैसा लाग्छ तर अहिले हामी सक्छौँ तर मन दुखाएर चाहिँ यो भिडियो बनाएको होइन त्यसले गर्दा तपाईँले त्यो नसम्झिनु होला मैले चाहिँ यो भिडियो बनाउनुको कारण चाहिँ जोहरू चाहिँ हामी ट्याक्सी ड्राइभरको लागि सहयोगको लागि अगाडि आउनु भयो जसले चाहिँ अलिकति हामीलाई पनि अलिक फेभर देखाउनु भयो उहाँहरूको लागि चाहिँ म सम्मानको लागि चाहिँ यो भिडियो बनाएको है अन्यथा नसम्झिनु होला यसमा खास कुरा चाहिँ मलाई मनमा लागेको कुरा चाहिँ के भने नि मलाई पुलिसद्वारा चलन काट्यो होइन फाइन भयो तर मेरो पेसेन्जरहरूले चाहिँ मेरो अलिकति त्यो फाइनलाई अलिकति कम गर्नुको लागि अलिकति मलाई सहयोग गर्नुको लागि चाहिँ उहाँहरूले चाहिँ नि 25 को जग्गामा 100 रुपियाँ अनि 50 को जग्गामा 100 रुपियाँ त्यसरी चाहिँ चारजनाले एकजना अङ्कल अनि दुईजना आन्टी एकजना बहिनीले चाहिँ त्यसरी कन्ट्रिब्युट गर्यो क्या अनि मैले उहाँहरूलाई भने पनि होइन पर्दैन तपाईँको त्यो मेरो 550 जस्तो मात्रै फाइन हो किनकि 177 एक्ट मात्रै हालिदिनु भएको छ भन्दाखेरि पनि उहाँले मेरोबाट पैसा रिटर्न लिनै मानेन अनि मैले उहाँलाई यहाँ पनि भन्यो पुलिस र ड्राइभरको यो चोर पुलिसको जस्तो खेल भइबस्छ केही हुँदैन हाम्रो यो डेली लाइफको उयो हो केही हुँदैन लिनुहोस् न केही छैन भनेर भन्दा पनि उहाँले लिनु मानेन जुन आन्टीले त भन्यो बिचरा तपाईँलाई त मेरो कारणले गर्दा हाम्रो कारणले गर्दा तपाईँलाई यस्तो फाइन पर्यो भनेर भन्नु नि भयो क्या अनि त्यो कुराहरू मलाई त्यो लाग्दा चाहिँ नि अनि मान्छे हाम्रो गान्तोकको मान्छेहरूमा नि त्यो टाइपको त्यस्तो मान्छेहरू भेट्दा चाहिँ मलाई यो भिडियो बनाउनु मन पऱ्यो एकदमै खुसी लाग्यो कि उहाँहरूले मेरो अलिकति मेरो पीडालाई मेरो नोक्सानलाई चाहिँ उहाँहरूले पनि अलिकति सहयोग गर्ने भन्ने जुन आन्टीले गर्दा भएको उहाँले त गर्नुभयो तर अरूहरूमा पनि त्यो भावना आउनु त्यो विचार आउनु बिचारालाई अब बिना कारण त्यस्तो पक्रिने उयो नै थिएन भन्ने प्रकारको उनीहरूले विचार राख्नु भएर मलाई त्यो सहयोग गर्ने हामी ट्याक्सी ड्राइभरलाई सहयोग गर्ने विचार राख्नुभयो नि
उहाँहरूले त्यसो गर्दा चाहिँ जुन प्रकारको मलाई जुन फिलिङ आयो नि, जुन एकदम सुरक्षा महसुस मैले जुन गरेँ नि, त्यो फिल चाहिँ हुन्थ्यो। अब यो भिडियोमा मैले मात्र फिल गरेको छु, जो मैले मेरो घटना भयो, तपाईँहरूलाई त्यस्तो नलाग्ला। तर जुन प्रकारको मैले त्यो फिल गरेको छु भित्रबाट, त्यसको लागि चाहिँ म उहाँलाई एकदमै सम्मान अनि सलाम गर्न चाहन्छु। जो अहिले चाहिँ उहाँले हाम्रो ड्राइभरको लागि, मेरो लागि भनेर तपाईँले त्यो प्रकारको रेस्पेक्ट दिनुभयो, त्यो प्रकारको माया दिनुभयो। त्यसले गर्दा एकदमै तपाईँलाई नमन, मेरोबाट हृदयबाट नै सलाम छ तपाईँलाई। यस्तै प्रकारको भिडियो या अन्य भिडियोहरू पनि मेरोबाट आउँदै नै गर्छ। म भिडियो बनाउने इच्छा राख्छु। त्यसले गर्दा आजको लागि यो भिडियो यहीँ समाप्त गर्न चाहन्छु। हेर्दै गर्नुहोला अन्य भिडियो पनि। थ्याङ्क यू सो मच।